सबैजनालाई स्वागत छ मेरो सर्ट एन्ड स्विट भ्लगमा। यो चाहिँ मेरो फर्स्ट भोइस ओभर भ्लग हो। सो आज चाहिँ हामी कीर्तिपुरमा रहेको मच्छेगाउँ मन्दिरमा जाँदैछौँ। मेरो चाहिँ यो मच्छेगाउँ जान्लाको चाहिँ यो मेरो दोस्रो पटक हो। सो आज हामी चाहिँ यो बल्खुको बाटो हुँदै कीर्तिपुर रोड हुँदै मच्छेगाउँतर्फ जाँदैछौँ। यो बाटो टियु ग्राउन्डको बाटो हेर्दाखेरि चाहिँ एकदमै राम्रो छ, तर यो स्कुटर चलाउनु बेला चाहिँ एकदमै खल्च्याङ खल्च्याङवाला छ है बाटो चाहिँ। तर यो सिनरी चाहिँ एकदमै राम्रो आउँछ है यो बाटोबाट। गर्मीमा हिँड्नको लागि चाहिँ यो बाटो चाहिँ एकदमै बेस्ट हुन्छ है। सरर हावा आइरहेको हुन्छ एभ्री टाइम। बाटो जस्तो भए पनि यहाँको यो हावा खान चाहिँ एकदमै मजा आउँछ। सो अब हामी चाहिँ अघि बढिरहेको नै छौँ। यो ठाउँमा चाहिँ प्राय मान्छेहरू चाहिँ रिल्याक्स गर्न, यतिकै बस्न, क्रिकेटहरू खेल्न, फुटबल खेल्न देखिरहन्छ कि यो बाटोमा चाहिँ जहिले प्राय आउँदाखेरि नै। ल अब चाहिँ हामी अघि बढ्छौँ है। यो चाहिँ हामी अहिले चाहिँ मच्छेगाउँ तर्फतिर आउन लाग्यो जे होस् यो बाटो चाहिँ। यहाँ चाहिँ फेरि रोडको साइडमा टन्नै फलफुलहरू फलेको थियो कि। यहाँ चाहिँ नासपातीहरू चाहिँ धेरै फल्ने जस्तो छ। सो मैले चाहिँ यहाँ अगाडिको रुख छ नि, त्यो चाहिँ नासपातीकै रुख हो कि। कति धेरै फलेको थियो भने यता चाहिँ हेर्दै जाऊँ है। अब चाहिँ हामी पुग्नै लाग्यौँ। ल यहाँबाट चाहिँ स्टार्ट भयो है अब मेला। यहाँबाट चाहिँ मेला स्टार्ट भयो। इन्टर गर्ने बित्तिकै यहाँनिर त यति धेरै सामानहरू बेचेर राखेको थियो कि हेर्नुहोस् न। यता चाहिँ प्यान्ट्सहरू, फलफुलहरू, लुगाहरू यहाँको चाहिँ सबसे मिठो चाहिँ पाउ थियो है। मलाई यहाँ जाँदाखेरि मैले पाउ किनेको थियो, एकदमै गुलियो, एकदमै बेस्ट लागेको थियो है मलाई यहाँको पाउ र अनि अर्को चाहिँ यहाँको कुल्फी एकदमै मिठो थियो। सो हामी चाहिँ अघि बढिरहेको थियो। हाम्रो चाहिँ पार्किङ चाहिँ कहाँ गर्ने भन्ने कुरा भएको थियो कि यति बेला चाहिँ पार्किङको लागि चाहिँ अलिकति समस्या भएको थियो। तर हामी चाहिँ माथि नै गएको थियो कि, माथि नै गएर पार्किङ खोजिरहेको थियो। हेर्दै जाऊँ है त। यहाँ चाहिँ बच्चाको लुगाहरू पनि एकदमै राम्रो राम्रो लुगाहरू थियो। अनि यहाँ अचारहरू पनि बेचिरहेको थियो। तर मलाई सबसे बेस्ट चाहिँ यहाँको पाउ र कुल्फी लागेको थियो। अनि यहाँको खुवा र खुवाउनु पनि एकदमै मिठो छ। यहाँ सामानहरू चाहिँ एकदमै धेरै बेचिरहेको थियो कि मान्छेहरूले। तर मलाई चाहिँ के लाग्यो भने यहाँ चाहिँ सामान सायद मेला भएर पनि होला, हाम्रो उता हामीले लिइरहने ठाउँमा भन्दाखेरि यहाँ चाहिँ अलिक डबलै भन्नुभएको थियो कि। मैले दुईवटा बाला लिन लगाएको थियो, तर बालाको प्राइस चाहिँ मलाई एकदम डबलै भनिदियो कि। हामी चाहिँ जाँदै थियौँ, तर यहाँ मान्छेहरू चाहिँ दर्शन गरेर फर्किसकेको थियो कतिपय। यहाँ चाहिँ एउटा सानो भिडियो आउँछ, इन्जोय गर्नु होला है। त्यसपछि चाहिँ हामी यो मुख धुनको लागि यहाँ तल झऱ्यौँ। तल झरेपछि हामीलाई चाहिँ दर्शन गरेर हामी चाहिँ त्यहाँबाट नि फर्किसक्यो। त्यो भिडियो चाहिँ मैले क्लिक गर्न पाएन। हामीलाई चाहिँ सबजना भोक लागेर हामी चाहिँ यो बस्ने स्पट खोज्दै हिँडेको थियो। तर मेरो देवरको साथी पनि ठ्याक्कै भेट हुनुभयो। अनि उहाँले चाहिँ एउटा ठाउँ खोजिदिनु भएको थियो उहाँकै घरको साइडतिर। सो हामी चाहिँ त्यहीँ जाँदैछौँ, हेर्नु होला है। यहाँको भ्यू पनि एकदमै राम्रो छ कि, एकदमै शान्त अनि हरियाली जताततै। सो हामी चाहिँ हाम्रो ठाउँमा आइसक्यो है। हामी चाहिँ पुरै फ्यामिली मेम्बरहरू नै आएको थियो। स्कुटर पनि पुरै पार्क गरेर हामी चाहिँ अब बस्नको लागि तयारी गर्दै थिएँ। त्यसपछि चाहिँ हामीले चाहिँ घरबाटै बनाएर ल्याएको थियो। यो सानो क्लिप हेर्न सक्नुहुन्छ। खाएर हामी त्यहाँबाट पनि फर्कियौँ बेला पनि सानो एउटा भिडियो मैले क्लिक गरेको छु। यो चाहिँ फर्किने बाटो हो। हेर्नु न कति राम्रो छ यहाँको भ्यू पनि। म त क्लिक गर्दा कुनै चाहिँ क्लिक गर्न बिर्सेँ, तर मलाई राम्रो लागेकोहरू चाहिँ क्लिक गरेको छु। यो चाहिँ मेरो सानो स्विट भ्लग यहीँ एन्ड हुन्छ। धन्यवाद।